Everyone, welcome back to my channel. It's me Swastika First. आज चाहिँ के हो हजुरलाई चाहिँ थाहा भइसक्नुहुन्छ आज हिजो हल्दी थियो आज चाहिँ अफकोर्स डे नै हो अनि म चाहिँ मर्निङमा गएर मेहन्दी लिएर दिदी गएर म आइसकेको छु त्यहाँ चाहिँ दिदीको मेकअप हुँदैछ होइन यतापट्टि काम चलिरहेको छैन अहिले बत्ती गएको छ क्या अहिले त्यही भएर मैले लाइन आएपछि देखाउँछु ल आयो यता चाहिँ यहाँ चाहिँ मेकअप भइरहेको छ होइन मेकअप आर्टिस्ट चाहिँ उहाँ डटा दि यतापट्टिको तल पनि डेकोरेसनको काम एकदमै राम्रो भइरहेको छ होइन तयारी हुँदैछ अनि चाहिँ म आज स्कुल जाँदिनँ यस्तो स्पेसल प्रोग्राममा म स्कुल अब जाँदिनँ नि त किनकि काम हुन्छ अनि अहिले के छ भोलि पनि हुन्छ त्यो बेला थाहा छ अहिले क्लास मैले मिस गरिसकेँ म चाहिँ मेरो एक्सटेन्सन गर्छु मेरो हाल्छु हातमा मेहन्दी पनि छ मैले देखाउनु बिर्सेछु हजुरलाई अहिले म देखाउँछु ल साथीहरू गएर वाच मेकअप आर्टिस्ट वाच हुनुहुन्छ दिदी होइन दिदी आजको ब्राइड वाच चाहिँ मेरो अहिलेको लागि मेला चेकिङ गर्नको लागि नो वान क्यान रिप्लेस इट कोसिस हुँदैछ साथीहरू मेरो नेल हाल्नु फाइनली मेरो नेल पनि डन भयो अब नेल पोलिस चाहिँ लाउनु बाँकी छ गाइस अब चाहिँ मेरो नेल एक्सटेन्सन भइसक्यो मैले नेल पेन्ट पनि गरिसकेँ होइन राम्रो छ नि मैले चाहिँ साडीहरू चाहिँ लगाइसकेँ होइन अनि अब चाहिँ हल्का सिम्पल मेकअप गर्न बाँकी छ अनि दिदीको नि लगभग नै फिनिसिङ पोइन्टमा आइसक्यो अहिले एकछिनमा देखाउँछु यहाँ लाइटको रिफ्लेक्टले भयो होइन अनि त्यही हेयरस्टाइलमा चाहिँ हल्का बाँकी छ अनि साडी लगाउनु सकिहाल्छ अनि त्यसपछि यहाँ प्लिजमाको नि बाँकी छ सबजना my final look. कस्तो कमेन्ट गर्ने होइन काम देखाएको छ भन्छ सबैले अब के छ साथीहरू फाइनली गाइस जन्ती आइसक्यो यु नो आइसक्यो हाम्रो भेना अगाडि आउनु पर्यो कि भेना Uy, lau kasi din yun. Sultiहरू Bena कान्छी साली को हो त हेर्नु बाजु सबै चियर भन्छ मत बाजा बजाई
मनमै राखे ढिलो हुन सक्छ पछि फेरि पछुताउँदै त्यो मन रुन सक्छ कतिको रे तिम्रो लागि कविता र गीत भन्न मात्रै नसक्या हो मैले तिमीसित कविता र गीत भन्न मात्रै नसक्या हो मैले तिमीसित मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई दिदीको बेला लास्टमा मेरो दिदीहरू टिका लगाइदिरहेको छ अनि त्यति बेला चाहिँ किन हो कि सबजनाहरू हेर मेकअप मात्र देखिन्छ यहाँ रुइरहेछन् यस्तो गर्नु चाहिँ हुँदैन थियो अब त्यो छोड्दा त सबैलाई हुन्छ
यो साँच्चीकै हो यतिको राम्री मान्छेलाई कसले राम्रो छैन भन्छ कसले राम्रो छैन भन्छ होइन अब चाहिँ हामी पेट पूजा गर्न जान्छौँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ मायामा कसम खाएको थिएँ दुलही बनाउँछु तिमीलाई भनेको थिएँ तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी अब एकचोटि आइसक्नु छ यहाँबाट चढ्ने
त्यसपछि मैले नि मेरो ड्रेसहरू सबै खोलेँ, मैले मेकअप पनि अब जति गरेको थिएँ त्यो सबै रिमुभ गरिसकेँ। अनि हल्का मोइस्चराइजर लगाएर सुत्छु अब म। अब भोलि पनि क्लास जानुपर्छ आफ्नो, त्यही भएर मेरो दिदीको बिहेको भ्लग चाहिँ यति मात्र थियो। थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइज। इफ यु लाइक इट देन लाइक, सेयर, सब्सक्राइब। Okay, bye.